धनगढी उपमहानगरपालिकाद्वारा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै जीवन उपयोगी सिप सिकाउने उद्देश्यले धनगढी 11 मा रहेको श्री ठेकराज माध्यमिक विद्यालयमा बुक फ्री फ्राइडे अन्तर्गत विद्यार्थीहरूलाई शुक्रबारका दिन मोबाइल मर्मत र इलेक्ट्रोनिक विषयमा सिप सिकाइदै आइरहेको छ। यो धनगढी उपमहानगरपालिका भित्रका विशेष गरिकन ग्रामीण भेगबाट हामीले चाहिँ नि शिक्षाको सुधारको कार्यक्रमहरू लागू गरेका छौँ। यो अनुसार चाहिँ नि जीवन उपयोगी पढ्दाखेरि नै जीवन उपयोगी, भोलि गएर भोलि उसले एसएलसीसम्म पढेर केही उसले सिप सिक्यो भने भोलि आत्मनिर्भर हुन्छ, ऊ अरूमाथि चाहिँ नि निर्भर हुँदैन भन्ने हिसाबले पढ्दै चाहिँ नि यो जीवनमा उपयोग हुने चिजहरू सिकोस् भन्ने हिसाबले हामीले पहिलो चरणमा ठेकराज माध्यमिक विद्यालयमा मोबाइल मर्मत र इलेक्ट्रोनिकको चाहिँ नि बुक फ्री फ्राइडे भनेर चाहिँ नि सुरु गरेका छौँ ट्रायलको रूपमा। अहिले चाहिँ नि त्यहाँका विद्यार्थीहरूले प्रत्येक शुक्रबार 2 घन्टा यो कार्यक्रमहरू यो सिप सिक्नुहुन्छ। बिस्तारै यसलाई चाहिँ नि 19 वडामा यसलाई बिस्तारै चाहिँ कमसेकम 19 वडाको मा चाहिँ नि यो हाई स्कुलहरूमा चाहिँ नि यो शिक्षालाई दिएर युवाहरूलाई चाहिँ नि स्वरोजगार बनाउने भन्ने जुन लक्ष्य लिएको छ धनगढी उपमहानगरपालिका, त्यो अनुसार चाहिँ नि यो कार्यक्रम लागू भएको छ ठेकराज माविमा। र यो यसमा चाहिँ बच्चाहरूले पनि राम्रो रुचि दिएका छन्, र हामी बिस्तारै क्रमिक रूपमा यसलाई अगाडि बढाउने धनगढी नगरपालिकाको लक्ष्य भएको कुरा यहाँलाई सबैलाई थाहा। हाम्रो विद्यालयमा यो जुन कार्यक्रम सुरु भएको छ यसले गर्दाखेरि विद्यालयको भर्ना दर पनि बढ्न सक्ने देखिन्छ। विद्यार्थीहरूमा एक प्रकारको आकर्षण बढ्ने अवस्था सिर्जना भएको छ। विद्यार्थीहरू चाहिँ यहाँ खालि किताबी ज्ञान मात्र होइन, केही व्यावहारिक ज्ञानहरू पनि सिकिन्छन्। हामी पढाइका साथसाथै अन्य आफ्नो व्यावहारिक जीवनका पक्षहरू पनि चाहिँ सिक्न सक्छौँ भनेर अन्य विद्यालयमा पढाइरहेका गार्जियनहरू पनि हामीलाई विश्वास गर्ने वातावरण चाहिँ सिर्जना भएको देखिन्छ। त्यो भएर यो कार्यक्रम हाम्रा विद्यालयका लागि, विद्यार्थीका लागि, अन्य अभिभावकज्यूहरूका लागि पनि यो कार्यक्रम प्रभावकारी देखिन्छ। राम्रो गरिरहेका छन् विद्यार्थी भाइ बहिनीहरूले। एकदमै हर्षित भएका छन् विद्यार्थीहरू र विद्यार्थी सहित र विद्यार्थीका अभिभावकहरू पनि एकदमै खुसी भएका छन्। र यसो यो भेलाको बेला अनि त्यसपछि भेटघाट भएको बेला ती अभिभावकहरूले गाउँ समाजमा पनि त्यो एउटा सकारात्मक रूपमा यो सन्देश गएको छ र उनीहरू आफ्ना मोबाइलहरू, आफ्ना रेडियोहरू, आफ्ना इलेक्ट्रोनिक चिजहरू उनीहरूले बनाउन चाहिँ सक्षम भएका छन् र केही नभए पनि चाहिँ आफ्नो लागि हामी केही गरेर खान सक्छौँ भन्ने कुराहरू पनि उनलाई त्यो किसिमको भान भएको छ। र यो कार्यक्रम अब अलिकति हामीलाई अझ लामो भइदिएको भए भनेर उहाँहरूको जो इच्छा छ, उहाँहरूले भन्नुहुन्छ कि अझ कति यो कार्यक्रम थप भइदिएको भए राम्रो हुन्थ्यो भनेर अपेक्षा राख्नु भएको छ। जनक राम राम, मैं श्री ठेकराज माध्यमिक विद्यालय की कक्षा 10 में पढ़ता हूँ। मेरा नाम चाहे अनुराना। ट्रेनिंग ले डाले तो फिर गांव घर के आदमी मोसे कहीं जहीना पड़े जा मोबाइल में का बिगड़ो है करके मोके बता दे, जा बनाने सिखा दे करके मोके कहीं ट्रेनिंग सीख डाले। तो फिर गांव घर के आदमी अगुमों के मोबाइल चलान ना देते रहे, आपसे मोबाइल चलान देते हैं, वो का बिगड़े हो करके पूछा था तो अच्छा लगा था। स्मारिका बोरा, म यही धनगढी उपमहानगरपालिका वार्ड नंबर 11 गोडसो गाउँ स्थित श्री ठेकराज माध्यमिक विद्यालय कक्षा 8 में अध्ययनरत विद्यार्थी हूँ। सर्वप्रथम त म यो कक्षा सञ्चालन गर्ने शिक्षकलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूले यतिका दिनसम्म यस तालिमसँग सम्बन्धित विभिन्न कुराहरू, विभिन्न जानकारीहरू हामीलाई प्रदान गर्नुभएको छ। समाजमा पनि कसैको मोबाइल बिग्रदा हामीले बनाइदिने गर्दछौँ। आफ्नै मोबाइल पनि हामीले केही भएमा बनाउन सक्ने क्षमता छ। सबै कुरा अब अहिले हामीले राम्रो तरिकाले आउँछ। जनक राम राम, मेरा नाम बसंत राणा है। मैं श्री ठेकराज माध्यमिक विद्यालय में पढ़ाता हूँ। मैं कक्षा 7 में पढ़ाता हूँ। हम शुरू में चार्जर बनाना सीखे रहे। चार्जर में एक ट्रांसफार्मर लागू रहा है, एक डायोड लागू रहा है, एक कैपेसिटर लागू रहा है,
एक आईसी लागू हो रहा है और एक रजिस्टर और एक एलईडी। तो हम दोनों जोड़ के ने हम एक चार्जर बना रहे हैं। और पच्चू के तीसरों दिन के हम फिर हैं जाके बारे में फिर वो रिपीट करे रहे हैं। फिर वो कि पच्चू हैं हम ट्रैफिक लाइट बनाना सीखे रहे हैं। ट्रैफिक लाइट में जो लागत रहे सामान वो हम करके बना रहे हैं। और वो हैं वो कि तीसरों दिन हम फिर ग्लास काटन सीखे रहे हैं। ग्लास काट के ग्लास काटन फिर आई और है, पर मैं ग्लास अच्छे ना काट पाता हूँ 3-4 दिन। फिर लास्ट टाइम फिर के काटो तो सीख गौर हूँ। सबैमा म रोशन श्रेष्ठ यस गुरु इन्स्टिट्युटको प्रोग्रामिङ कोअर्डिनेटर। धनगढी उपमहानगरपालिकाद्वारा आयोजित बुक फ्री फ्राइडेको कन्सेप्टमा हामी श्री ठेकराज माध्यमिक विद्यालय वडा नम्बर 11 मा हामीले यहाँ चाहिँ बुक फ्री फ्राइडे कार्यक्रम सुरु गरेका छौँ। यस गुरु इन्स्टिट्युटको सुरुवाती चरणबाट चाहिँ हामी यो यस्तो बुक फ्री फ्राइडेको कन्सेप्ट काठमाडौँ महानगरपालिकामा चलाइरहेकै थियौँ र निरन्तर त्यो कार्यक्रम चाहिँ हामी धनगढी उपमहानगरपालिकामा पनि गयौँ र हामीले मेयर गोपाल हमालसँग पनि बस्यौँ। उहाँलाई हामीले हाम्रो उद्देश्यहरू बुझायौँ। उद्देश्यमा चाहिँ हामीले अहिलेको युवाहरूमा सिपको एकदमै खाँचो छ। शिक्षा सँगसँगै सिपको उद्देश्य हो हाम्रो चाहिँ शिक्षा सिपसँगै रोजगारी हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हामीले यो कार्यक्रम आयोजना गरेको हो र नगरपालिकासँग कोलाबोरेट गर्दाखेरि हाम्रो भिजन मिसन्सहरू हामीले सेयर गऱ्यौँ र विद्यार्थीहरूलाई यो सिप सिकाइसकेपछि विद्यार्थीको ग्रोथ के हुन सक्छ ती सम्पूर्ण कुराहरू पनि हामीले नगरपालिकामा देखायौँ र सम्पूर्ण शिक्षा शाखाको टिमहरू बस्नुभयो। उहाँहरूले पनि क्वेसन कोलाबोरेट गर्नुभयो। सबैसँग हामीले यो क्वेसन्स क्रेज गरिसकेपछि हामीमा के हामी अझै यसमा अपग्रेड गर्न सक्छौँ भन्ने कुराहरू पनि त्यहाँ छर्लङ्ग हामीले कुराकानी गऱ्यौँ। विद्यार्थीहरूलाई यो सासाना कुराहरू विद्यार्थीले नै गरून् र विद्यार्थीले नै अलिकता आय आर्जनको पाटो पनि बनोस् भन्ने हाम्रो उद्देश्य हो र सँगसँगै वैदेशिक जाने युवाहरूलाई चाहिँ हामी रोक्नको लागि यस्तो किसिमको प्रेरणा दियौँ भने आफ्नो अध्ययन सँगसँगै उहाँहरूले सिप भएपछि जहाँ पनि रोजगारी मिल्छ नै, बाहिर गए पनि हामीले सिपै भएर रोजगारी पाउने हो। नभए सिप नभएका युवाहरूलाई चाहिँ धेरै नै समस्या छ। सो सिप भइसकेपछि उहाँहरूले बाहिर जान नपरोस्, देशमा नै उहाँहरूले केही न केही बेटर गर्न सक्नुहुन्छ।